विदेशबाट ओरिजिनल चस्मा किनेर ल्याउनु भयो तर चस्माको लेन्स फुट्यो, अब के गर्ने चिन्ता मान्नु पर्दैन। अप्टिक आइजमा चस्मा सम्बन्धी नहुने भन्ने कुनै पनि कुरा छैन। हेर्नुस् त यो रेब्यानको ओरिजिनल फ्रेममा हामीले लेन्स चेन्ज गरेर जस्ताको त्यस्तै बनाउन गइरहेका छौं। यो रेब्यानको लेन्स लेफ्ट साइडको फुटेको छ, अब हामी यसको लेन्स चेन्ज गरेर जस्ताको त्यस्तै बनाएर तपाईको चस्मा पहिलेको अवस्थामै फर्काउने छौं। देख्न सक्नुहुन्छ रेब्यानको लेन्स डेमोलाई हामीले अटो प्याटर्नलेस अटो एजिङ मेसिनमा राखेर यसको साइज लिँदैछौँ र राइटको लेन्स फिटिङ प्रोसेसको लागि हालिरहेका छौँ। यसको फिटिङ प्रोसेस एकदम प्रिसाइज र एकदमै हाइली क्वालिटीको हुने गर्दछ। यसको राइट साइडको लेन्स फिटिङ भएर निस्किसकेको छ, त्यसै गरी यसको लेफ्ट साइडको लेन्स पनि हामीले फिटिङको लागि हालिसकेका छौँ र यो पनि फिटिङ भएर निस्किएको छ। देख्न सक्नुहुन्छ हामीले यसको दुवै साइडको लेन्सलाई चाहिँ राम्रोसँग चेक गरेर रेब्यानको लोगो सहित सबै कुरा ठिक छ कि छैन भनेर फाइनल पलिसको काम अगाडि बढिरहेका छौँ। राइट र लेफ्ट लेन्समा केही समस्या छ भने त्यो पनि चेक गर्नेछौँ र दुवै साइडको लेन्सलाई हामीले फिटिङको लागि स्क्रु कसेर यसलाई हामी अगाडि बढाइरहेका छौँ। यो एकदम हाइली प्रोफेसनल काम भएकाले यसलाई सानो सानो कुरामा नै धेरै ध्यान दिनुपर्छ। एक्चुअली यो चस्मा चाहिँ मैले आई थिङ्क 2010 16 वर्ष अगाडि बेचेको थिएँ न्यू रोड गिफ्ट हाउसबाट। मैले आफैले बेचेको अनि उहाँ नै बनाउन आउनु भएको हो कि। तयार भइसकेको छ रेब्यानको ओरिजिनल सनग्लासमा हामीले लेन्स चेन्ज गरेर पुनः यसलाई नयाँ जस्तै बनाएका छौँ। देख्न सक्नुहुन्छ रेब्यानको लोगो सहित रेब्यानको G15 ओरिजिनल कलरमा हामीले पुनः नयाँ जस्तै बनाउन सफल भएका छौँ। यदि तपाईहरुसँग पनि कुनै ओरिजिनल चस्मा जसको चाहिँ लेन्स बिग्रेर अथवा ड्यामेज भएर अथवा फुटेर बसेको छ भनेदेखि आउनुस् अप्टिक आइजमा। अप्टिक आइजले तपाईको लागि पुरानो चस्माको पनि लेन्स चेन्ज गरेर जस्ताको त्यस्तै पहिलेको अवस्थामा बनाउन सक्छौँ। अप्टिक आइज, ओन्ली द बेस्ट फर योर आइज।